हेलो साथीहरु, गुड मर्निङ एन्ड दर्शन नमस्ते। फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो डेली इन्फर्मेसन ब्लगमा। आज पनि साथीहरु चट्टपारामा म आफ्नै जक्सनतिर आइसकेको छु। पक्कै पनि देख्नु भयो होला तपाईहरुले ब्याकग्राउन्डतिर एकदम चिटिक्क परेको घरहरु, यतातिर हेर्यो भने जंगलै जंगल छ साथीहरु है। आज पनि आफ्नै जक्सनतिर आएको छु साथीहरु। आज चाहिँ कस्तो खालको भिडियो बनाउँदै छ भन्ने कुरा चाहिँ तपाईहरुले थम्बनेलमा र टाइटलमा हेरेर पनि थाहा पाइसक्नु भयो होला हैन। आज चाहिँ त्यही छ साथीहरु, यहाँ रोमानियाको भिडियो मात्रै बनाउँदा थाकित भएको जस्तो फिल पनि भयो हैन। अनि आज चाहिँ हाम्रो नेपालको बारेमा पनि थोरै बोल्न मन लाग्यो, थोरै छोटो भिडियो बनाउन मन लाग्यो है। अहिलेको नेपालको अवस्था हेर्दाखेरि चाहिँ नेपाली भएर पनि अब नेपालको बारेमा त छोटो कुराकानी त गर्नै पर्यो हैन। त्यही भएर आज हाम्रो नेपालको बारेमा पनि बोल्दैछु साथीहरु। नेपालको बारेमा बोलेको चाहिँ आज फर्स्ट भिडियो हो मेरो ब्लगमा हैन। आज अहिले नेपालमा सारै आपद विपद जस्तै हैन, धेरै समस्याहरू परिरहेछ हाम्रो नेपालमा हैन। एकदम हेर्दाखेरि पनि अब कस्तो के हैन, अब पुरै गुण्डागर्दीहरूले राज गरेको जस्तो देखिरहेछ हाम्रो नेपालमा चाहिँ। किनकि अब राम्रो मान्छे के गर्छु भनेर आएको मान्छेहरूलाई चाहिँ टिक्नै नदिने अवस्था छ हैन। त्यही भएर आज केही कुराहरू बोल्न मन लाग्यो, त्यही भएर आज नेपालको बारेमा बोल्दैछु साथीहरु। बोल्दै जाँदाखेरि केही बढी कुराहरू बोल्यो भने चाहिँ त्यसको लागि माफ पाऊँ भन्न चाहन्छु साथीहरु। हिजोको केसबाटै सुरु गरौँ हैन। हिजो फेरि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने चाहिँ फेरि पक्राउ परेको रहेछ हैन। पहिला पनि पक्राउ परेर लगभग 4-5 महिना जति हिरासतमा बसेर पनि उहाँलाई छोडेको थियो हैन। छोडिसकेपछि फेरि 4-5 दिन अगाडि चाहिँ उहाँ पार्टी सभापति हैन आफ्नो कार्यभाग सम्हाल्नको लागि चाहिँ उहाँ फेरि आफ्नो पार्टी कार्यालयमा ब्याक भएको थियो। ब्याक हुने बित्तिकै 4-5 दिनभित्र केही कुराहरू गरेको सुनेको थियो हैन, बोलेको थियो। त्यो बोल्यो कि पोल्यो भनेको जस्तो भएछ सरकारलाई चाहिँ हैन। किनकि रवि लामेछानेले चाहिँ मलाई 2.5 महिना कि 3 महिना हिरासतमा राख्दाखेरि चाहिँ मलाई के गर्यो, यिनीहरूले कस्तो गर्यो, कसलाई समाउनु पर्ने, कसलाई समातिरहेछ, कसलाई हातकडी लगाउनु पर्ने, कसलाई चाहिँ हातकडी लगाइरहेछ भनेर चाहिँ म आफ्नो चितवनमा गएर चाहिँ हैन चितवनको जनताहरू सामु म यो कुरा गर्न चाहन्छु। चितवनको जनता सामु यो कुराहरू म शेयर गर्न चाहन्छु। मलाई यिनीहरूले 2.5 महिना हिरासतमा बस्दाखेरि के गर्यो, कस्तो बिहेभ गर्यो, सबै कुराहरू चाहिँ म मेरो चितवनको जनता मार्फत नै म तपाईहरुलाई पब्लिक गराउँछु, तपाईहरुलाई सुनाउन चाहन्छु भनेर भनेको थियो हैन। अनि त्यो त्यति कुराले सरकारलाई चाहिँ के भएछ भने यसले त अब सबै पोल खोल्ने भो, सबै कुरा गर्ने भो, अब त यसले त बर्बादै पार्ने भो भनेर चाहिँ उहाँको चाहिँ शनिबारको आजको कार्यक्रम थियो चितवनमा हैन। किनकि उहाँले चाहिँ आज शनिबार चाहिँ सबै पोल खोलेर छद्दाछुल्ला पार्छन् भनेर चाहिँ उनीहरूले हिजो राति नै शुक्रबार नै उनीहरूले चाहिँ रवि लामेछानेले चाहिँ आफ्नो घरमै गएर हैन, आफ्नो निजी निवासमै गएर घरमै गएर बेडरुममै गएर चाहिँ उहाँलाई चाहिँ फेरि गिरफ्तार गरेर लगेको अवस्था छ साथीहरु हैन। त्यही हो मैले भन्न खोजेको चाहिँ हाम्रो नेपालमा केही न केही गर्छु, अब त सारै भो, अति नै भो, नेपाल चाहिँ अब नेपाल नै नरहने भो, अब चाहिँ हामी केही न केही गर्नुपर्छ, हाम्रो नेपाललाई जोगाउनु पर्छ, भ्रष्टाचारी मुक्त गर्नुपर्छ भनेर चाहिँ केही न केही गर्छु भन्ने मान्छेहरूलाई चाहिँ यसरी नै टिक्न नदिँदो रहेछ के। अब रवि लामेछाने त भइहाल्यो हैन, उहाँ त अब राजनीतिक पार्टीकै मान्छे हो। अरूको कुरा गर्नु पर्दाखेरि फेरि हेर्नु न हाम्रो कुलमान घिसिङ सरले अब के गर्यो हैन। मजाले आफ्नो कार्य सम्हालिरहेको मान्छे, विद्युत प्राधिकरणमा त्यत्रो घाटामा गइरहेको विद्युत प्राधिकरणलाई उहाँले चाहिँ त्यत्रो नाफामा लिएर आयो हैन। त्यत्रो 18-19 घण्टा लोड सेडिङ भइरहेको हाम्रो नेपाललाई हैन उहाँले चाहिँ लोड सेडिङ मुक्त गरेर चाहिँ उहाँले नेपाललाई चाहिँ उज्यालो नेपाल बनाइदिनु भयो हैन। हो त्यस्तो राम्रो काम गर्ने मान्छेलाई चाहिँ जसरी हुन्छ यिनीहरूलाई चाहिँ कसरी हुन्छ निकाल्ने, कसरी हुन्छ कुलमानलाई निकालेर चाहिँ त्यो विद्युत प्राधिकरणको जम्मा भएको पैसा चाहिँ कसरी भ्रष्टाचार गर्ने, कसरी खाने भन्ने कुराहरू मात्रै उनीहरूलाई छ कि उनीहरूको सोचमा हैन। अब कुलमान घिसिङले अब राम्रो काम गरेको छ,
जनताले त अब कुलमान घिसिङ हाय हाय कुलमान घिसिङ एकदम राम्रो छ भन्दाखेरि त हाम्रो सरकारलाई चाहिँ कस्तो हुँदो रहेछ भने एकदम उसको चाहिँ जल्ने कि एकदम जल्ने, हाम्रो चाहिँ तारिफ छैन उसको तारिफ छ भन्ने हुँदो रहेछ हैन। अनि उनीहरूको सोचमा चाहिँ के छ भने अब कुलमान कसरी फाल्ने अनि विद्युत प्राधिकरणमा फाइदा भएको नाफा भएको पैसालाई कसरी भ्रष्टाचार गर्ने कसरी खाने भन्ने सोच भएर नै कुलमानलाई चाहिँ बिचारा त्यो के भन्छ भन्नै आएन, त्यो गित्तले त्यो सिनो लुसेको जस्तो के यताबाट पनि लुच्ने उताबाट पनि लुच्ने, उताबाट पनि खुट्टा तान्ने यताबाट पनि खुट्टा तान्ने हो, चारैतिरबाट खुट्टा तान्दै बिचारा कुलमान घिसिङलाई हटाएरै छाड्यो। अब यस्तो काम गर्ने मान्छेलाई हाम्रो नेपालमा टिक्न नदिएपछि कस्तो अवस्था रह्यो त हैन। पुरै एकदम गुण्डागर्दीको शैली, गुण्डागर्दीले राज गरेको नेपाल भयो हाम्रो चाहिँ हैन। यो म कुनै पार्टीको मान्छे पनि होइन, हुन त म यो नेपाली कांग्रेस अनि नेकपा एमाले अनि यो माओवादी भन्नेहरू पार्टी नै अब सबै आफ्नो तरिकाले आफ्नो पार्टीको आफ्नै गुण्डागर्दी पालेर बसेको पार्टी हो कि यो भनेको। अब भ्रष्टाचार गरेन भने त्यो गुण्डागर्दी गर्ने साथीहरूलाई, आफ्नो सेक्युरिटी गार्डहरूलाई हैन, आफ्नो यताउता जाँदाखेरि गार्ड बोक्ने साथीहरूले त पैसा चाहिँ दिनु पर्यो, भत्ता चाहिँ दिनु पर्यो। अनि भत्ता नदिएपछि त साथीहरूले फेरि त्यो अब बडी बिल्डर साथीहरूले पनि साथ छोडिहाल्छ। अब पैसा त्यो बडी बिल्डर साथीहरूलाई पैसा दिएन भने त फेरि बडी बिल्डर साथीहरू साइड लगाइदियो भने त तिनीहरू त अहिले हाम्रो नेताहरू नेकपा एमालेका नेताहरू त उहाँहरू त खुल्ला एक्लो त बाहिर हिँड्न सक्ने चान्स नै छैन क्या, किनकि जता भेट्यो त्यतै ठोक्ने भन्ने मात्रै छ बिचरा। अनि त्यसपछि त बडीगार्डहरू बोकेर हिँड्नै पर्यो। अनि बडीगार्ड बोक्नलाई त अब यस्तो चाहियो, यस्तो अब उनीहरूसँग नभएपछि कसरी हुन्छ? विद्युत प्राधिकरणबाट हुन्छ कि कताबाट हुन्छ कि जताततैबाटै अब भ्रष्टाचार गर्ने, त्यही भ्रष्टाचार गरेको पैसा चाहिँ साथीहरूलाई, बडी बिल्डर साथीहरूलाई, आफ्नो गार्डहरूलाई दिने हैन। हो त्यस्तो गर्दो रहेछ क्या हाम्रो नेपालमा चाहिँ। हो त्यही छ म साथीहरू। अनि अर्को रह्यो फेरि अहिले बालेन शाहको पनि त्यस्तै काण्ड आइरहेछ हैन। बालेन शाह त अब स्वतन्त्र पार्टी भइहाल्यो हैन, उहाँ त अब स्वतन्त्र पार्टी। अनि अर्को रह्यो सुनिता डङ्गोल भन्ने उपमेयर त अब पार्टीको मान्छे भइहाल्यो हैन, नेकपा एमालेको। अब उता पार्टीको मान्छे भएपछि त उसलाई त अलिकति उनीहरूको अहिले सरकार नै उनीहरूकै छ, नेकपा एमालेको हो। त्यही भएर अहिले फेरि बालेन शाहलाई पनि अर्को तनाव आएको छ साथीहरू। बालेन शाहले चाहिँ अब एकजनालाई के भएर कस्तो यताउति उनीहरूको समस्या देखेर उसलाई चाहिँ निकालेको थियो। मैले नाम भन्न चाहिँ बिर्स्यो है, नाम भन्नै आएन। निकालिसकेको मान्छेलाई चाहिँ फेरि हिजो अस्तितिर सुनिता डङ्गोलले चाहिँ जबरजस्ती लिएर महानगरको अफिस पनि तोडफोड गरेर चाहिँ उहाँलाई जबरजस्ती लिएर आएर जबरजस्ती उहाँलाई चाहिँ हाजिर गराएरै छोडेछ। हो त्यस्तो अवस्था आउँछ हैन। बालेन शाह त अब उहाँ त भन्नै पर्दैन, उहाँ त एकदम स्ट्रङ मान्छे पनि हो, एकदम स्ट्रेट मान्छे पनि हो। उहाँ अब कसैसँग पनि डर त छैन उहाँलाई, तै पनि उहाँलाई पनि खुट्टा तान्ने चाहिँ तानिरहेछ हैन, खुट्टा चाहिँ तानिरहेकै छ। अनि अर्को रह्यो फेरि हर्क सम्बाङलाई, बिचरा धरानमा हर्क सम्बाङले रुँदै पसिना बगाउँदै कराउँदै रात दिन नभनिकन अब कता गएर कताको मान्छेहरू आएर श्रमदान गरेर भए पनि तपाईँको जसो तसो पानी लिएर खुवाइरहेछ, उहाँलाई नै खुट्टा तानिरहेछ। उहाँलाई पनि यस्तो यताबाट नि लुछ्या छ, उताबाट नि लुछ्या छ, यता नि खुट्टा तानेको छ, उता नि खुट्टा तानेको छ हैन, जतातताबाटै खुट्टा तानेको छ। तै पनि उहाँले फेरि लडाउन चाहिँ सकेको छैन, किनकि उहाँको त साथमा जनता छँदैछ। हो त्यही भएर अहिलेको अवस्थामा साथीहरू यो राम्रो काम गर्छु भन्ने मान्छेहरूलाई चाहिँ त्यसरी नै एट्याक भइरहेछ क्या। यो पार्टीको मान्छेहरूले जतातताबाटै एट्याक गरिरहेछ। यिनीहरूले चाहिँ कसरी एट्याक गर्ने, कसरी फसाउने, कसरी यिनीहरूलाई चाहिँ झुटा मुद्दा लाएर कसरी फसाउने, त्यस्तो मात्रै भइरहेछ क्या हाम्रो नेपालमा क्या। अनि अर्को रह्यो फेरि हाम्रो महावीर पुनसार, उहाँ बिचरा यस्तो खडिराख्नु भएको छ, आफ्नो आत्मकथाको किताबहरू छाप्न लगाएर आफ्नो किताब बेचेर पैसा कमाएर वीरगन्जको कृषि औजार कारखाना चाहिँ सञ्चालन गर्छु, जसरी पनि गर्छु भनेर चाहिँ उहाँ आफ्नै पाराले दुःख गर्दै कष्ट गर्दै मेहनत गर्दै उहाँ हिँडिराख्नु भएको छ। उहाँले सरकारसँग कति
अनुदानहरू मागे, कति बजेटहरू मागे, तर सरकारले वास्ता गरेन। 1 रुपियाँ पैसा नदिइसकेपछि उहाँले चाहिँ आफ्नो आत्मकथाको किताब बनाएर भए पनि, किताब छापेर भए पनि, त्यो किताब बेचेर भए पनि वीरगञ्जको कृषि औजार केन्द्र चाहिँ सञ्चालन गरेरै छाड्छु भनेर उहाँ खटिराख्नु भएको छ। बिचरा उहाँलाई सरकारले 1 रुपियाँ पैसा अहिलेसम्म अनुदान दिएको छैन, बजेटहरू छुट्याएको छैन होइन। उहाँले फेरि धेरै पैसा पनि मागेको छैन। मलाई अलिअलि यसो 5% 10% पैसाहरू बजेटहरू छुट्याएर दिए पनि हुन्छ भनेर चाहिँ भनेको थियो। तैपनि त्यति पैसा पनि सरकारले छुट्याएर दिएन। नदिइसकेपछि हाम्रो अब अहिले केपी शर्मा ओली प्रधानमन्त्रीज्यू चाहिँ होइन थाइल्यान्ड जानुभएको रहेछ। थाइल्यान्डमा गएर चाहिँ फेरि थाइल्यान्डको के पो सङ्घ संस्था के पो थियो, मैले नाम पनि फेरि बिर्सिहाल्ने बानी छ मेरो पनि छन त। त्यहाँ गएर चाहिँ उहाँले $1 लाख अमेरिकन डलर चाहिँ त्यहाँ गएर सहयोग गर्नुभएछ। त्यति सहयोग गरेको देखेपछि बिचरा महावीर पुन सर चाहिँ नेपालमा अहिले होइन पुरै धुरु रोएको भिडियोहरू चाहिँ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेछ साथीहरू। त्यस्तो अवस्था छ हाम्रो नेपालमा साथीहरू, त्यस्तो छ। अब भनौँ भने कसलाई के भनौँ नभनौँ भने अब बोल्न मन लाग्छ है। अब हाम्रो नेपालको माया भनेको जब मान्छेले विदेश आइसकेपछि मात्र थाहा हुन्छ। जब नेपाल छोडेर एयरपोर्ट पुग्छ, एयरपोर्टबाट प्लेन चढेर आइसकेपछि बल्ल नेपालको याद हुन्छ। नेपाल कस्तो हो, नेपालको कतिको माया लाग्छ, आफ्नो फ्यामिलीको कति माया लाग्छ, आफ्नो परिवारको कति माया लाग्छ भन्ने कुरो चाहिँ जब नेपाल छोडेर विदेश आइसकेपछि मात्र थाहा हुन्छ क्या साथीहरू। अहिले हामी विदेशमा बसिरहेछ, कमाइरहेछ, खाइरहेछ, आनन्द सोचेर बस्नुपर्ने मान्छेहरू, तैपनि हामीलाई चिन्ता त नेपालकै छ क्या। बरु नेपालमा बसेर नेपालको मान्छेलाई त्यति चिन्ता छैन होला, तर हामी यहाँ विदेशमा जति पनि विदेशमा भएको साथीहरूलाई चाहिँ आफ्नै नेपालको चिन्ता छ होइन। यो सामाजिक सञ्जालबाट पनि, फेसबुकबाट, युट्युबबाट, जताततैबाट पनि हेरिरहेको हुन्छ कि नेपालकै बारेमा हेरिरहेको हुन्छ कि हामी विदेशमा भएको मान्छेले चाहिँ। अनि नेपालमा के भइरहेछ, कस्तो भइरहेछ नेपालको मान्छेलाई नै थाहा हुँदैन, तर हामी विदेशको मान्छेलाई थाहा हुन्छ कि अहिले चाहिँ सामाजिक सञ्जाल मार्फत होइन। किनकि विदेशमा बस्ने मान्छेलाई अब साथी भन्यो भने, फ्यामिली भयो भने आफ्नो मोबाइल हो, सामाजिक सञ्जाल हो होइन। हो त्यही भएर धेरै कुराहरू धेरै हेर्न मन लाग्छ, धेरै बोल्न मन लाग्छ आफ्नो नेपालको बारेमा होइन। के गर्नु तै पनि अब हामीले सोचेर मात्रै हुँदैन, हामीले भनेर मात्रै हुँदैन साथीहरू। अब नेपालमा अब गुन्डागर्दी राज गर्नेले गरिरहेकै छ। त्यही छ साथीहरू। अन्तिममा चाहिँ म के भन्न चाहन्छु भने होइन, जतिजनाले मेरो यो भिडियो हेर्नुहुन्छ होइन, हेर्ने जतिले हेर्नुहुन्छ, हेरिसकेपछि यो भिडियोमा पक्कै पनि फेरि पार्टीको साथीहरूले हेर्नुभयो भने मलाई गाली पनि आउँछ होला। तैपनि केही छैन साथीहरू, म पनि गाली त पचाउन सिकिसकेको छु मैले पनि, केही फरक पर्दैन। तैपनि अबको आउने चुनावमा, अबको आउँदो दिनहरूमा पनि साथीहरू अझै पनि यो नेपाली काङ्ग्रेस, नेकपा एमाले अनि माओवादी भन्नेहरू अझै पनि हेर्दै गयो भने चाहिँ, अनि उहाँहरूकै पछि लागेर चाहिँ म चाहिँ नेपाली काङ्ग्रेस हो, म चाहिँ काङ्ग्रेसमालाई नै भोट हाल्छु, म चाहिँ एमालेलाई नै हाल्छु, म चाहिँ माओवादीलाई नै हाल्छु, म चाहिँ राप्रपालाई नै हाल्छु भनेर चाहिँ उनीहरूकै पछि लाएर 1 प्लेट मासुको लागि, 1-2 गिलास रक्सीको लागि उनीहरूकै पछि लाएर उनीहरूलाई नै भोट हाल्यो भने चाहिँ हामी नेपालमा बस्न चाहिँ सकिँदैन साथीहरू। हेर्नु, किनकि अहिले नेपालमा के भइरहेछ, कस्तो भइरहेछ। आज कमायो आजै सकिन्छ, भोलि कमायो भोलि नै सकिन्छ। अनि कसरी घर भाडा तिर्ने, कसरी कोठा भाडा तिर्ने, कसरी खाने, बेलुका खायो भने बिहानलाई हुँदैन, बिहानलाई खायो भने भोलिलाई हुँदैन। हो त्यस्तो सिस्टमहरू आउँछ होइन। तैपनि मेरो सल्लाह सुझाव साथीहरू, अब पनि हामी युवा साथीहरू, युवा केटाहरू अझै पनि उनीहरूकै पछि लाएर हिँड्यो भने चाहिँ कस्तो हुन्छ भने, अब पनि माओवादी, एमाले, काङ्ग्रेस भनेर पुरानै पार्टीमा लागेर पुरानै पार्टीमा भोट हाल्यो भने आफ्नो भर्खर जन्मिरहेको आफ्नो भावी सन्ततिहरूको चाहिँ पुरै पानी भक पानी उमालेर चाहिँ आफ्नो भर्खर जन्मिरहेको बच्चाहरूको टाउकोमा पानी खनाको जस्तै हो साथीहरू।
त्यति कुरा चाहिँ तपाईँहरूले पनि बुझ्नु होला हैन। मैले त बुझेरै यो कुरा गरेको हो। अझै पनि हामी उनीहरूकै पछि लाएर उनीहरूलाई नै भोट हालेर उनीहरूलाई नै जितायो भने चाहिँ आफ्नो भर्खर जन्मिँदै गरेको बच्चाहरूको टाउकोमा उमालेको पानी सर्लप्पै खानाको जस्तै हो साथीहरू। यति कुरा चाहिँ बुझ्नु होला जति पनि साथीहरूले हैन। अरू भन्दा नि अब बिचरा गाउँमा त इन्टरनेट हुँदैन हैन। गाउँमा इन्टरनेट नभइसकेपछि अब हाम्रो बुवा बाजे आमा बुवा दिदीबहिनीहरूले त गाउँमा त इन्टरनेट हुँदैन, नभएपछि उहाँहरूले त बुझ्दैन। अनि उहाँहरूलाई पनि बुझाउन सक्नु पर्यो हैन आफ्नो फ्यामिलीहरूलाई। अब चाहिँ यस्तो हुँदैन है, अब चाहिँ यो पार्टीले हाल्नु हुँदैन त्यो पार्टीले हाल्नु हुँदैन भन्ने कुरा त गर्नुपर्छ साथीहरू। त्यही भएर हामी आफै सचेत हुनु छ, हामी आफै सुध्रिनु पर्नेछ साथीहरू। अरूलाई मात्रै दोष दिएर चाहिँ हुँदैन है साथीहरू। त्यही छ साथीहरू, आज बोल्दै गयो है। आज धेरै दिनपछि धेरै वर्षपछि आफ्नो नेपालको बारेमा पनि बोले है। किनकि मलाई चाहिँ अति नै चिन्ता लाग्यो, अति नै दुःख लाग्यो है। म अस्ति कुलमान घिसिङ सरलाई हटाएकोदेखि नै म यस्तो भिडियो चाहिँ बनाउँछु भन्ने सोच पनि बनाइरहेको थियो हैन। उहाँलाई चाहिँ बिचारा हटाएरै छाड्यो। तैपनि त्यतिखेरदेखि नै भिडियो बनाउने सोच थियो, आज बनाउने मौका पायो। आजको भिडियो तपाईँहरूले पनि हेर्नुभयो भने पक्कै केही न केही कुराहरू चाहिँ थाहा पाउनु भयो होला हैन। यस्तो चाहिँ हुने रहेछ, अब हामी सुध्रिनु पर्ने रहेछ भन्ने सोच चाहिँ तपाईँहरूले पनि राख्नु होला साथीहरू है। त्यही छ, धेरै कुरा पनि नगरौँ होला हैन, धेरै अब लामो भिडियो हुन्छ साथीहरू। त्यही छ, आजको लागि यति नै गरौँ होला है। आजको भिडियो मैले हाम्रो आफ्नै नेपालको बारेमा, आफ्नै जन्मभूमि, आफ्नै मातृभूमि नेपालको बारेमा बोल्दाखेरि तपाईँहरूलाई के कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर जोडिनु होला। अनि तपाईँहरूलाई के लाग्छ जस्ताको तस्तै कमेन्ट पनि गर्नु होला है त। बाई बाई।